रियल स्किल्स नभएर हाई पेइङ जब पाउन तपाईँलाई गाह्रो भइरहेको छ। गुगलले 3 to 6 मन्थको लागि फ्रीमा विथ सर्टिफिकेट कोर्स चाहिँ लन्च गरेको छ। त्यो पनि टोटल्ली फ्री र हाई पेइङ कोर्सेसहरू रहेको छ, जुन चाहिँ 3 मन्थ to 6 मन्थको लागि चाहिँ टाइम पिरियड छ। त्यो समयमा डिटेल्स रूपमा चाहिँ सबै कुराहरू चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ। त्यो पनि तपाईँको 10 वटा भन्दा बढी कोर्सेसहरू। अनलाइन कोर्सहरूमा तपाईँको एउटा रहेको छ साइबर सेक्युरिटी हैन। यसमा चाहिँ तपाईँले 3 to 6 मन्थ टाइम पिरियड रहेको छ। यसमा 100% अनलाइन कोर्सेसहरू हो हैन। तपाईँले यो कुरा सिक्न सक्नुहुन्छ। यसलाई पज गरेर तपाईँले हेर्न सक्नुहुन्छ। अर्को रहेको छ डाटा एनालिसिस। यसमा पनि तपाईँले गुगलको सर्टिफिकेट पाउनुहुन्छ। अर्को रहेको छ डिजिटल मार्केटिङ एन्ड ई-कमर्स हैन। यसमा पनि तपाईँले यो कुराहरू चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ। अर्को रहेको छ आईटी सपोर्ट भनेको छ यो हैन। यसमा पनि तपाईँले 100% फ्रीमा सिक्न सक्नुहुन्छ। अर्को रहेको छ प्रोजेक्ट म्यानेजमेन्ट हैन। यसमा चाहिँ तपाईँले चाहिँ 3 to 6 मन्थको रहेको छ, 100% अनलाइन यो पनि हैन। तपाईँले यो कुराहरू चाहिँ सिक्न सक्नुहुन्छ। अर्को रहेको छ यूएक्स डिजाइनिङ हैन। यसमा पनि तपाईँले यो कुराहरू चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ। अर्को रहेको छ आईटी अटोमेसन विथ पाइथन हैन। यसमा पनि तपाईँको टाइम पिरियड यो छ। यसमा यो कुरा चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ। अर्को रहेको छ एडभान्स डेटा एनालिटिक्स कोर्स भनेको छ हैन। यसमा पनि टाइम पिरियड यो रहेको छ। र अर्को रहेको छ बिजनेस इन्टेलिजेन्स हैन। यसमा पनि तपाईँले यो कुराहरू सिक्न सक्नुहुन्छ। अर्को रहेको छ एआई एसेन्शियल्स भनेको छ हैन। यसमा तपाईँले यो कुराहरू चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ। अर्को रहेको छ प्रम्प्ट इन्जिनियरिङ हैन। र लास्ट रहेको छ यो हैन। यसमा चाहिँ तपाईँले मजाले चाहिँ यो कुराहरू सिक्न सक्नुहुन्छ। कोर्सेसहरू सबै अनलाइन रहेको छ र यसमा चाहिँ गुगलले सर्टिफिकेट पनि तपाईँलाई दिनेछ। यदि यो कोर्स सिकेर तपाईँले आफ्नो स्किल चाहिँ राइट वेमा तपाईँ इम्प्लिमेन्ट गर्न सक्नुभयो भने, राइट वेमा तपाईँले इम्प्लिमेन्ट गर्नुभयो भने तपाईँले नेपालमा पनि तपाईँले हाई पेइङ जब तपाईँले पाउन सक्नुहुनेछ र तपाईँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा बसेर पनि तपाईँले फ्रिल्यान्सिङ गरेर मजाले चाहिँ अर्निङ गर्न सक्नुहुनेछ। युट्युबमा यसको फुल डिटेल्स भिडियो राखिदिएको छु, त्यो तपाईँले हेर्न सक्नुहुन्छ। लिङ्क चाहिँ म डिस्क्रिप्सनमा अथवा चाहिँ बायोमा राखिदिनेछु। यो चाहिँ कसरी एप्लाई गर्ने, यसको चाहिँ स्कोप कस्तो छ, यसको लागि चाहिँ हामीले हाई पेइङ क्लाइन्ट अथवा चाहिँ हाई पेइङ जब चाहिँ कसरी पाउने, कहाँबाट पाउने भन्ने कुराहरू चाहिँ सबै कुराहरू चाहिँ त्यो भिडियोमा छ। त्यो भिडियोलाई तपाईँले हेर्न सक्नुहुनेछ।